नमस्ते सबैजनालाई। म चाहिँ आज हाम्रो वेब.js को प्रोजेक्ट वेबसाइट बनाउने प्रोजेक्टको डेमोन्स्ट्रेसन लिएर आएको छु। हाम्रो वेबसाइटको नाम चाहिँ जियो यात्रा रहेको छ। र यो वेबसाइट बनाउनमा चाहिँ हामी ग्रुप मेम्बर्स तुषार सापकोटा, रोजिना बस्नेत, गोपाल खत्री र आशिका कुइकेल्सको जोइन्ट इफर्ट्स रहेको छ। अनि यसमा चाहिँ हाम्रो मेजर थिम भनेको चाहिँ जियो यात्राको चाहिँ ट्रेक, एक्सप्लोर र डिस्कभर भनेर छ। यसमा चाहिँ हाम्रो अब हामी चाहिँ एकपल्ट वेबसाइटलाई चाहिँ रिभ्यू गरौँ, प्रिभ्यू गरौँ। उम्, हाम्रो वेबसाइट चाहिँ सुरुमा jioyatra.tushar.com.np मा चाहिँ होस्टेड छ। अनि यसमा चाहिँ हामीले यो सर्च गर्यो भने चाहिँ हाम्रो यो लेयर चाहिँ खुल्छ सबभन्दा फर्स्टमा। यस्तो लेयरहरू खुल्छ। अनि त्यसपछि चाहिँ हाम्रो प्याकेजेसहरू चाहिँ के छ? मारुति हिमाल ट्रेक, एभरेस्ट बेस क्याम्प ट्रेक र अन्नपूर्ण बेस क्याम्प ट्रेकेसहरूको प्याकेजेसहरू छ। अनि यसमा चाहिँ मोनोटोनस नहोस् भनेर चाहिँ हामीले युजरको लागि मिन्स अब वेबसाइट भिजिट गर्ने मान्छेहरूको लागि पनि अलिकति एनिमेसनहरू खालको देखियोस् भनेर चाहिँ हामीले यहाँ एउटा ट्रेक गरेर मान्छेलाई चाहिँ भिजुलाइज गर्न खोजिरहेछौँ। यसमा चाहिँ अब ट्रेक गरेर पर्सन चाहिँ पप इन पप आउट जस्तो खालको भएर अब बबल जसरी हिँडिराख्नु भएको छ, यसमा चाहिँ भिजुलाइज गर्नको लागि हो। अनि यसमा चाहिँ हामीले वाइ चुजर्समा चाहिँ भेरिफाइड प्रोफाइलहरू, डाइरेक्ट च्याटहरू, प्लानेट पर्फेक्ट ट्रेक टुडे, अनि यसमा चाहिँ कन्ट्याक्ट असको डिटेलहरू छ। यो चाहिँ हाम्रो जिआइएस म्यापको पोर्टल छ यसमा। यसको बारेमा चाहिँ हामी पछि डिस्कस गर्नेछौँ। अनि त्यसमा चाहिँ हाम्रो यो साइन इनको पोर्टल, अनि यसमा चाहिँ गेट स्टार्टेड, अब हामी चाहिँ नयाँ अकाउन्टहरू बनाउने पोर्सनहरू छ। यो चाहिँ जस्ट बेसिक कोड ओभर भयो। यसमा चाहिँ अब के कस्तो छ भने चाहिँ बेसिक पोइन्ट आउटहरू भयो। अब चाहिँ हामीले मेजरली चाहिँ के गरौँ भन्दाखेरि चाहिँ सुरुमा सानो एउटा कोडिङको रूपमा चाहिँ के युज भएको छ भनेर चाहिँ हेरौँ। यो हाम्रो टुरिज्म, जियो टुरिज्मभित्र छ। यसमा फोल्डरहरू छ। हामी एकपल्ट कोड बेसको थोरै जानकारी लिगौँ होइन। त्यसपछि चाहिँ हाम्रो मेजरली चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हामीले फ्रन्ट एन्डमा चाहिँ हामीले रियाक्ट 19 र सिएसएस र टेलविन्ड युज गरेको छौँ। नेभिगेसन रेस्ट्रिक्ट गर्नको लागि चाहिँ रियाक्ट राउटर र कन्टेक्स्ट र एक्जियोस। अनि त्यसपछि जिआइएसको लागि चाहिँ हाम्रो एकदम पपुलर लाइब्रेरी लिफलेट र रियाक्ट लिफलेट चाहिँ युज गरेको छौँ। ब्याकएन्डमा चाहिँ नोट डट जिएस र एक्सप्रेस 5। अनि डेटाबेसको कनेक्सनको कुरा गर्ने हो भने चाहिँ हामीले मङ्गो डिबी भन्ने डेटाबेस छ। त्यो डेटाबेसमा चाहिँ हामीले एउटा डेटाबेस चाहिँ क्रिएट गरेको छौँ। यो चाहिँ क्लाउड डाटाबेस हो जुन चाहिँ हाम्रो इन्टिग्रेट भएको छ। अनि त्यसपछि चाहिँ हाम्रो सेक्युरिटीको कुरामा चाहिँ जेडब्ल्युटीबाट चाहिँ हामीले गरिरहेको छौँ। अनि रियल टाइमको कुरामा हामीले चाहिँ रियल टाइममा डाटा ट्र्याकिङहरू गरिरहेको हुन्छौँ, म्यासेजेसहरू प्रोभाइड गरिरहेको हुन्छौँ। त्यो चाहिँ सकेट डट आइओको युज गरेको छौँ। त्यसपछि हामीले मिडियाको लागि चाहिँ क्लाउडिनरी, मिन्स अब हामीले मिडियाहरूको इनपुट पनि मागेको छौँ वेबसाइटभित्र। त्यसको लागि चाहिँ हामीले क्लाउडिनरी र कन्फिगरेसनको लागि चाहिँ डट इएनबी बेस सिक्रेट युआरएल्सहरू चाहिँ हामीले गराएका छौँ। यो चाहिँ बेसिक कोड ओभर हो। अनि मोर अब डिपली हेर्नु मन छ भने चाहिँ यो चाहिँ गिटहबमा चाहिँ पुस भइसकेको छ। त्यहाँबाट चाहिँ पनि चाहिँ मोर ओभर रूपमा आइडिया लिन सक्छौँ। म चाहिँ युट्युबको डिस्क्रिप्सन लिङ्कमा पनि गिटहबको साइट चाहिँ राखिदिन्छु। त्यहाँबाट चाहिँ मोर ओभर एक्सप्लोर गर्न पनि सकियो। अब हामी मेजरली चाहिँ वेबसाइटभित्र पुगौँ है। अब मेजरली चाहिँ यसको म एउटा ओभरभ्यू दिन्छु। हामीले मेजरली यो वेबसाइट बनाउनुको उद्देश्य चाहिँ हाम्रो टुरिज्मको एजेन्सी, टुरिस्ट र हाम्रो लास्ट ओभर हाम्रो गाइड, तिनटैलाई जोड्नको लागि चाहिँ एउटा प्लेटफर्म भन्ने एउटा हेतु लिएर चाहिँ हामीले यो वेबसाइट बनाएको हो। यसमा चाहिँ अब कस्तो छ भन्दाखेरि चाहिँ हामीले तिनवटा रूपमा चाहिँ साइन इन गर्न सक्छौँ। एउटा चाहिँ एडमिनको पोर्टल, एडमिन भनेको चाहिँ टुरिज्म एजेन्सी। त्यो एडमिनको पोर्टल चाहिँ हामीले पहिल्यै नै म्यानुअली डाटाबेसमा चाहिँ इन्टर गरेर राखिसकेका हुन्छौँ। त्यो चाहिँ डिफल्ट हुन्छ। अनि त्यो एडमिनको पोर्टल चाहिँ टुरिज्म एजेन्सीलाई दिन्छौँ। त्यहाँबाट चाहिँ उहाँहरूले डिफ्रेन्ट ड्यासबोर्ड्समा गएर चाहिँ यो के भइरहेको छ भनेर चाहिँ बेसिक कुराहरू लिन सक्नुहुन्छ। अनि अर्को कुरा चाहिँ टुरिज्मको पोर्टल, टुरिस्टको पोर्टल छ। टुरिस्टहरूको पनि हाम्रो टुरिस्टको रूपमा चाहिँ इन गरेर प्याकेजेसहरू सब्सक्राइब गरेर उहाँहरूले चाहिँ रियल टाइम बेसिसमा ट्र्याकिङ्सहरू पाउन सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ हाम्रो मेजरली चाहिँ लास्टमा चाहिँ हाम्रो गाइडको रूपमा छ। गाइडहरूमा पनि गाइडहरूले आफ्नो रजिस्टर गरेर कसरी अगाडि आफ्नो प्याकेजेसहरू दिने, आफ्नो एक्सपिरियन्सहरूको लेभलहरूदेखि लिएर आफ्नो भेरिफिकेसनहरू सबै राख्न सक्नुहुन्छ होइन। त्यो रूपमा छ। अब बेसिक अघि ओभरभ्यू मैले दिइसकेको छु। अब हामीले चाहिँ एकपल्ट गेट स्टार्टेड भनेर गयौँ भने चाहिँ हामीले यहाँ अब टुरिस्टको रूपमा जोइन गर्ने हो कि गाइडको रूपमा जोइन गर्ने हो भनेर यहाँ आफ्नो चोइस अनुसार चाहिँ हामीले यहाँ अकाउन्टहरू क्रिएट गर्न सक्छौँ। यो अकाउन्ट क्रिएट गरिसकेपछि चाहिँ हामीले यहाँ साइन इन पोर्टलमा गएर
साइन इन पोर्टलमा गएर हामी फर्स्टमा चाहिँ एकपल्ट गाइडको रूपमा चाहिँ लगइन गरौँ। उम्, गाइडको रूपमा चाहिँ लगइन गरौँ। सो हामी गाइडको रूपमा चाहिँ लगइन भइसकेको छौँ। मैले चाहिँ यो गाइडको अकाउन्ट चाहिँ पहिला नै क्रिएट गरिसकेको थिएँ। सो सिधै लगइन भयो। अनि हामीले चाहिँ अब गाइडको रूपमा लगइन गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दा इन्टरफेसमा नो चेन्ज होइन, तर यहाँ ड्यासबोर्ड भन्ने नयाँ पपिन आउँछ। ड्यासबोर्डमा चाहिँ गाइडले आफ्नो ट्र्याकिङ आफै गर्न सक्छ। मिन्स अब सेटल ब्यालेन्सहरू एउटा गाइडले चाहिँ मानौँ 22,500 को ट्रान्ज्याक्सनहरू गर्यो भने चाहिँ अब पोटेन्सियल हिट कति छ, मिसनको भोल्युम कति छ भनेर पैसाहरू सबै यहाँ पाउने भयो। अनि त्यसो अर्निङ्सहरूको पोर्टलहरू मिन्स अब गाइडले पनि आफ्नो अब छुट्टै अर्निङको लागि चाहिँ यो टुरिज्म एजेन्सीबाट चाहिँ कति पैसा कमायो भनेर चाहिँ उसले आफैले यो अर्निङ पोर्टलबाट भ्यू गर्न पाउने भयो। अनि बुकिङ्सहरूमा पनि उनीहरूलाई चाहिँ कतिवटा बुकिङ्स आएको छ भनेर चाहिँ यहीँ ओभरभ्यू हुने भयो। अनि माई प्याकेजेसहरूको कुरामा पनि अब यहाँ प्याकेजहरू एड गर्नुपर्ने मिल्ने भयो। एभाइबिलिटीको कुरा चाहिँ यहाँ आफैले मानव एउटा गाइड ए छ भने उसको एभाइबिलिटी चाहिँ यहाँ आफैले नै इन्टिग्रेट गरेर राख्न मिल्यो। यो टाइमदेखि अर्को टाइम फ्रेमसम्म चाहिँ म एभाइलेबल छु है भनेर पनि राख्न मिल्यो। अनि त्यसपछि अब रिभ्यूको कुराहरूमा चाहिँ अब टुरिस्टहरूले चाहिँ जुन रिभ्यू दिन्छ त्यो चाहिँ सिधै नै गाइडलाई फेच हुन्छ भन्नाले अब गाइडले नै सिधै रिभ्यूहरूको अनुसार चाहिँ कामहरू टास्कहरू गर्न मिल्यो। अनि प्रोफाइलको सेटलमेन्टहरू सेक्युरिटी कीहरू आफैले यहाँबाट सेट इन गर्न चाहिँ सकियो। अब एकपल्ट चाहिँ हामी यहाँबाट एकपल्ट चाहिँ हामी गाइडको कुराहरू भयो। अनि मेजरली चाहिँ यहाँ कस्तो हुन्छ भन्दाखेरि गाइडहरूले चाहिँ कहिलेकाहीँ अब टुरिज्म एजेन्सीहरूसँग होइन कम्युनिकेट गर्नुपर्ने हुन्छ। त्यसपछि टुरिस्टहरूसित चाहिँ कम्युनिकेट गर्दाखेरि चाहिँ हाई टुरिस्ट वेयर आर यु भनेर चाहिँ हामीले जस्ट एउटा यहाँबाट मेसेजहरू सेन्ड गर्न सक्छौँ टुरिस्टहरूले आफ्नो इनको टुरिस्टहरूले चाहिँ हामीले यहीँबाट इन्टरेक्टिभ वेमा चाहिँ टेस्ट गर्न सक्छौँ। जसको कारणले गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ हाम्रो ट्रेक गर्न जाने मान्छेहरूलाई चाहिँ धेरै वेबसाइटहरू मिन्स वाट्सएपको आइडीहरू, वाट्सएपको लिङ्कहरू, फेसबुक मेसेन्जरहरूबाट जुन कम्युनिकेसन हुन्थ्यो त्यो कम्युनिकेसन चाहिँ गर्नु परेन। त्यो चाहिँ के भयो भन्दा हाम्रो वेबसाइटभित्र नै कम्युनिकेसनको पोर्टल भएपछि चाहिँ टुरिस्टले नै सिधै हाम्रो कम्युनिकेसन गर्न सक्ने भयो। टुरिस्टले पनि गाइडले पनि अनि एडमिन पोर्टल तिनटैले चाहिँ कम्युनिकेसन गर्न सक्ने भयो है। यो चाहिँ गाइडको पोर्टलमा छ। जस गाइडको पोर्टलमा चाहिँ आफैले नै गएर यहाँ गाइडहरू रजिस्टर्ड गाइड भएपछि चाहिँ यहाँ आफ्नो अर्निङ्सहरू सबै ट्र्याकिङ गर्न सक्ने भयो। यो चाहिँ गाइडको पोर्सन भयो। अब एकपल्ट चाहिँ हामी टुरिस्टको वेमा चाहिँ इन्टर गरौँ। tourist@gmail.com। ओके, अब टुरिस्टको रूपमा इन्टर गर्दाखेरि चाहिँ हामी टुरिस्टको रूपमा इन्टर गर्दाखेरि चाहिँ हाम्रो चाहिँ कस्तो भइरहेको छ भन्दाखेरि चाहिँ यो पोर्टलहरू त सेम आएको छ होइन। अब यसमा चाहिँ हामीले भ्यू एन्ड बुक भनेर चाहिँ देख्न पाइने भयो। भ्यू एन्ड बुक गरेपछि यो प्याकेजेसभित्र जान्छ। अनि यसमा गएर चाहिँ हाम्रो आफ्नो प्रिफरेन्स भयो मर्दी हिमाल जाने कि एभरेस्ट बेस क्याम्प जाने कि अन्नपूर्ण बेस क्याम्पको ट्रेक गर्ने भनेर। अनि यहाँबाट चाहिँ भ्यू एन्ड बुक गर्न मिल्छ। यसमा भ्यू एन्ड बुकमा चाहिँ अब रुपिज यसमा चाहिँ 20,000 यहाँ डिस्क्रिप्सनहरू भयो। अनि यसमा चाहिँ टोटल ओभर चाहिँ आइटिनरी सबै मेन्सन हुन्छ। मिन्स आइटिनरी मोरोभर भन्दा पनि हाम्रो ट्रेकको प्लानहरू डे 1मा यस्तो हुन्छ, डे 2मा यस्तो हुन्छ, डे 3मा यस्तो हुन्छ भनेर सबै हाम्रो कुराहरू चाहिँ मेन्सन भएको हुन्छ। यसले गर्दाखेरि चाहिँ के क्रिएट गर्यो भन्दाखेरि चाहिँ मेन टुरिज्म एजेन्सीले चाहिँ हरेक बेलामा एउटा डिजाइनरै हायर गरेर चाहिँ उसलाई हरेक बेलाको छुट्टा-छुट्टा आइटिनरी चाहिँ प्रोभाइड गर्नुपर्ने हुन्थ्यो नयाँ-नयाँ बनाएर होइन। तर यो कुरा चाहिँ हामीले यहीँभित्र वेबसाइटभित्र नै आइटिनरी इन्टिग्रेट भएपछि चाहिँ टुरिस्टले यो वेबसाइटभित्र नै गएर आइटिनरी र प्लस ट्र्याकिङ्सहरू चाहिँ पाउने भयो। अनि त्यसपछि टुरिस्टहरूको पोर्टलमा चाहिँ अब हाम्रो अपकमिङ ट्रिप्सहरू कतिवटा छ त मिन्स अब हामीले बुकिङ गरेको ट्रिप्सहरू यहाँ देखाउँछ। एक्टिभ ग्रुप्सहरू कतिजना ग्रुपमा छौँ अनि त्यसपछि ट्रिप्सहरू कम्प्लिटेड चाहिँ कतिवटा ट्रिप कम्प्लिट अहिलेसम्म गरेको छौँ त भनेर चाहिँ यहाँ फुल्ली प्रोभाइड हुन्छ होइन। अनि त्यसपछि अब हाम्रो ट्रिप्सहरूमा चाहिँ एउटा डेमोको लागि चाहिँ मैले एबिसी लिड बाई गाइड भनेर चाहिँ एउटा क्रिएट गरेको थिएँ। अनि यसमा चाहिँ अब लगभग योहरू चाहिँ अब ट्रिपहरू यसरी जाने यताउता 5 मेम्बर ग्रुप साइज भनेर यहाँ नै डिटेल हुन्छ हाम्रो। अनि त्यसपछि चाहिँ हाम्रो मार्दी हिमाल ट्रेक, एभरेस्ट बेस क्याम्प ट्रेक, अन्नपूर्ण बेस क्याम्प ट्रेकहरू अनि ट्राभल टुगेदर भनेर चाहिँ यहाँ ग्रुपहरू पनि कोअर्डिनेट गर्न मिल्यो। अघि नै चाहिँ हामीले यहाँ गाइडबाट चाहिँ मेसेज आएको गरेको थियौँ आफैले, हाई टुरिस्ट वेयर आर यु भनेर। अनि सो आई एम रेडी फर द ट्रेक भनेर हामीले यहाँ रिप्लाई दिइहाल्यो भने चाहिँ त्यो उता पनि हाम्रो यो गाइडको सेक्सनमा पनि यो प्रोभाइड हुन्छ। सो हामीले यहीँ नै मेसेज तरिकाले चाहिँ इन्टिग्रेट गर्न मिल्यो। अब हामी चाहिँ एकपल्ट एडमिनको रूपमा चाहिँ लगइन गरी हेरौँ। admin@gmail.com। सो admin@gmail यो अलि
यहाँ चाहिँ पासपोर्ट चाहिँ मिलिरहेको छैन। लेट्स गो। एडमिनको रूपमा चाहिँ हामीले अब इन्टर गरिसकेको छौँ। एडमिनको रूपमा इन्टर गर्दाखेरि चाहिँ हाम्रो अब पोर्टल त सेम नै आउँछ होइन, यसमा चाहिँ सेम आउँछ। मेजर चेन्ज चाहिँ हाम्रो ड्यासबोर्डमा भएको छ। ड्यासबोर्डमा हेर्ने हो भने चाहिँ हाम्रो अब एडमिन ड्यासबोर्डमा चाहिँ टुरिस्टहरू कतिजना छन् त, 3टा टुरिस्टहरू, 2टा गाइडहरू, एउटा बुकिङ्स, अनि त्यसपछि 2टा भेरिफाइड गाइडहरू चाहिँ हामीले पाएको छौँ। अब हाम्रो मेन चाहिँ जुन गाइड हुनभन्दा अगाडि चाहिँ एउटा फर्म चाहिँ फिलअप गर्दाखेरि चाहिँ त्यहाँ जुन भेरिफिकेसनहरू हुन्छ, क्रेडेन्टल्सहरू जुन हुन्छ, त्यो भेरिफिकेसनहरू चाहिँ यता आउँछ, प्रोभाइड हुन्छ। अनि हामीले जब भेरिफाई गर्छौँ त्यति बेला चाहिँ पेन्डिङलाई भेरिफाइड गरिसकेपछि चाहिँ उनीहरूको प्रोफाइलहरू चाहिँ रिसेन्टको रजिस्ट्रेसनमा अब हाम्रो चाहिँ विन्जेपले चाहिँ एज अ गाइडको रूपमा चाहिँ लगइन गरेको छ होइन। यो चाहिँ मेरो आफ्नै साथीले चाहिँ गर्नु लगाएको ट्रेकिङको लागि, अनि यो चाहिँ एज अ गाइडको रूपमा मैले आफैले अर्को अकाउन्टबाट चाहिँ टुरिस्टको रूपमा यहाँ लगइन गरेको थिएँ, एडमिनको रूपमा, गाइडको रूपमा। लगभग यहाँ चाहिँ सबै कुराहरूको पोर्टलको इन्फर्मेसनहरू आउने भयो। अनि टुरिस्टको रूपमा चाहिँ कतिजना टुरिस्टहरू छ त यहाँ एक्टिभ हुनुहुन्छ उहाँहरू, तुषार सापकोटा अनि टुरिस्ट अनि तुषार शर्मा भनेर चाहिँ यहाँ अब टुरिस्टको लागि चाहिँ यहाँ इन्टरेक्टिभ वेमा गरेको छौँ। अनि त्यसपछि हामीले गाइडको रूपमा चाहिँ अब 2टा गाइड, गाइड चाहिँ अहिलेसम्म भेरिफाइड गाइडहरू चाहिँ उहाँले रजिस्टर गरेको कुराहरू चाहिँ यहाँ पोर्सनमा आउँछ। अनि बुकिङ्सको कुरामा चाहिँ अब कुन कुन छ बुकिङ्सहरू, कुन कुन भएको छ टुरिस्ट र गाइड, अब यो कसरी छ, कति हजारको इल्ड छ भनेर यो सबै कुराहरू यहाँ बुकिङको ड्यासबोर्डमा आउँछ। ट्रेकिङ ग्रुपहरूमा पनि इन्फर्मेसन फ्लो गर्नु पऱ्यो भने चाहिँ यहाँबाट मिल्छ। अनि फाइनेन्सको कुराहरूमा चाहिँ, फाइनेन्सको पाटोहरूमा चाहिँ यसमा चाहिँ अब कतिवटा पोर्सनमा कति पैसा, कति यो फिजिकल इभेन्ट्समा कति भयो भनेर चाहिँ ट्र्याकिङ गर्नको लागि हामीले सेपरेट एक्सेल फाइलहरू बनाइराख्नु पर्ने चाहिँ परेन पनि, किनभने यहाँ सबै कुराहरू यो वेबसाइटभित्रबाट पाइने भयो। अनि यहाँ सेटलमेन्टहरू, रिफन्डको सेटलमेन्ट, गाइडको पे आउट्सहरू, यहाँ सबै हामीले कतिलाई गाइडलाई पे आउट गर्यो भनेर पनि यहाँ इन्फर्मेसन रेकर्डहरू बस्ने भयो। प्याकेजेसहरूमा पनि मारुति हिमाल ट्रेकको यति पैसा छ, एभरेस्ट बेस क्याम्प यति छ, अप्रुभ गरेर हामीले चाहिँ यो के हुन्छ भन्दा बेसिकली हामीले नै इनपुट गर्छौँ, अनि अर्को चाहिँ गाइडले पनि इनपुट गर्न पाउँछ। अनि गाइडले चाहिँ इनपुट गरेकोमा चाहिँ हामीले अप्रुभ गरेपछि लिड गाइडले चाहिँ हामीले यहाँ अप्रुभ गरिदिइसकेपछि यो चाहिँ त्यहाँ हाम्रो मेजर यो प्याकेजेसको पोर्टलमा गएर चाहिँ जुन यो प्याकेजेसको पोर्टल छ यहाँ गएर चाहिँ डिस्प्ले हुन्छ। यो चाहिँ हाम्रो भित्रको कुराहरू भयो। अब हामी मेजरली चाहिँ हामी अब यतिको कुराहरूमा भयो। अब मेजरली चाहिँ हामी यसमा ड्यासबोर्डको कुराहरू भइसक्यो। यसमा रिसेन्ट बुकिङहरू, यसमा चाहिँ हाम्रो सबै ट्र्याकिङहरू गर्न सक्छौँ। अब हाम्रो मेजर चाहिँ अरूभन्दा के डिफ्रेन्ट छ त भन्दाखेरि यस्तो वेबसाइटहरूमा हामीले चाहिँ यहाँ जिआइएस म्यापको इन्टिग्रेसन दिएको छौँ। इन्टरेक्टिभ वेब जिआइएसको कन्सेप्टलाई लिएर चाहिँ हामीले यहाँ युज गरेको छौँ। यसमा चाहिँ बेसिकली लिफलेटहरू युज भएको छ। यसमा चाहिँ अब बेसिकली चाहिँ यसमा फर्स्टमा चाहिँ अब ट्रेक इन्टेलिजेन्स म्याप भनेर चाहिँ एउटा टाइटल ओभरभ्यू जस्तो दिन खोजिरहेको छौँ। यसमा चाहिँ मेजरली के छ भन्दा फर्स्टमा चाहिँ एट्रिब्युट एक्सप्लोररहरू छ, स्पेसियल टुल्सहरू छ, अनि त्यसपछि यो मेजर हाम्रो ओभरभ्यूहरू भयो। अनि यसमा टुगल अन टुगल अफ गर्नेहरू मिन्स अब हामीलाई यो मात्र लेयर हेर्न पर्यो भने यो मात्र लेयरलाई सेलेक्ट इन गर्ने, अनि त्यसपछि अट्र्याक्सन मात्र हेर्ने भने अट्र्याक्सनलाई सेलेक्ट इन गर्ने। त्यसरी चाहिँ हामीले प्लेन म्याप हेर्न छ भने चाहिँ दुइटैलाई अफ गरिदियो भने चाहिँ हाम्रो प्लेन म्याप पनि देखिन्छ। त्यस्तो खालको हामी सबै कुराहरू यहाँ टुगल इन अफ गरेपछि चाहिँ हामीले वेबसाइटभित्र नै सबै म्यापको फिचरहरू चाहिँ पाएको हुन्छौँ। अनि यसमा अन्नपूर्ण बेस क्याम्पको सेलेक्टेड एक्सपेडिसन छ, यहाँबाट एभरेस्ट गऱ्यो भने एभरेस्टको लेयर खुल्छ। अनि अब एभरेस्टको हेर्ने भने चाहिँ अल्टिट्युडको प्रोफाइल पनि यहाँ प्रोभाइड गरिएको छ। हाम्रो म्याक्सिमम अल्टिट्युड चाहिँ हामी 5364 मिटरसम्म चाहिँ पुग्छौँ भनेर। अनि यसले गर्दाखेरि चाहिँ अब जो ट्रेक जानेहरू छ उहाँहरूले चाहिँ प्रिपेयर गर्नको लागि मेन्स अब यसरी 5364सम्म चाहिँ हामी पुगिँदो रहेछ है भनेर चाहिँ एउटा बेसिक इन्फर्मेसनहरू फ्लो हुन्छ। अनि मेजर कुरा चाहिँ यहाँ पर्मिट र सेफ्टी पनि इन्टिग्रेट गरेको छौँ। यसमा पर्मिट र सेफ्टीमा चाहिँ अब त्यहाँ पुग्दाखेरि चाहिँ के पर्मिटहरू चाहिन्छ त, सगरमाथा नेसनल पार्कको पर्मिट चाहियो, अनि खुम्बु पासाङ लामुको चाहिँ फी चाहियो भनेर चाहिँ हामीले यहाँ प्रोभाइड गरेको छौँ। मिन्स यहाँबाट चाहिँ पर्मिट र सेफ्टीको कुराहरूको बारेमा हेर्न सक्छौँ। त्यसपछि एक्सपेडिसन र आइटिनरीको कुरामा चाहिँ अब यहाँ हरेक डिटेल छ, 7 दिनसम्मको डिटेल, फ्लाइट टु लुक्ला फर्स्टमा, फक्डिङ टु नाम्चे भनेर यहाँ सबै डिटेल छ। अनि हामीले यहाँ रुट इन्टेलिजेन्सलाई पनि यहाँ इन्टिग्रेट गरेका छौँ। यसमा बेसिकली के छ भन्दाखेरि चाहिँ हामीले सुरुमा चाहिँ अब लुक्लाभित्र गयौँ भने चाहिँ त्यसको अल्टिट्युड चाहिँ 2860 मिटर छ, एराइभल अनि लजेस फुड र ट्रान्सपोर्ट छ भनेर चाहिँ हामीले यहाँ बेसिक फिचर्सहरू पनि राखिदिएका छौँ। नाम्चे बजारमा होटेल्सहरू छ, तेङ बजेहरूमा यस्तो छ, दिङ बजे एभरेस्ट बेस क्याम्पमा चाहिँ सिजनल क्याम्प र फर्स्ट एडहरू यहाँ प्रोभाइड हुन्छ भनेर चाहिँ रुट इन्टेलिजेन्सको थ्रुबाट चाहिँ हामीले इन्टिग्रेट गरेका छौँ। यो चाहिँ एट्रिब्युट टेबल हो, हाम्रो प्याकेजेसहरूभित्रको एट्रिब्युट टेबलहरू यहाँ छ। पोखरा ट्रेक स्टप भयो, घान्द्रुक ट्रेक स्टप भयो, लजेसहरू हाम्रो एट्रिब्युट माथिबाट एकचोटि अहिले फिल्टर गरेर पनि हेरौँला। यसमा चाहिँ चेक पोइन्टहरू मात्र हामीले क्लिक गऱ्यौँ भने चाहिँ चेक पोइन्टहरूको
पाठोबरहरू, त्यसपछि ब्याम्बो रेस्ट क्याम्पहरूको रेस्ट क्याम्पहरू, त्यसपछि ट्रेक स्टपहरू सबै कुरा चाहिँ माथि हामीले एक्सप्लोर आउट गर्न सक्छौँ। अब चाहिँ हामी एकपल्ट वान बाई वान हाम्रो स्पेसियल टुलहरू के कस्तो छ त्यो बारेमा चाहिँ भिजुअलाइज गरौँ है। सबभन्दा फर्स्टमा चाहिँ देखिरहेको कुरा चाहिँ हाम्रो म्यापको भिजनको पोर्टल देखिरहेको छ। यसमा चाहिँ हामीले बेसिकली के गर्न खोजेको छौँ भन्दाखेरि चाहिँ एज अ भिजुअलाइज होस्, ट्रेक गए जस्तो हाम्रो टुरिस्टहरूले फिल गर्नुहोस्, ट्रेकरहरूले फिल गर्नुहोस् भन्नको लागि चाहिँ हामीले यहाँ एनिमेटेड रूपमा हाम्रो पर्सनलाई चाहिँ यहाँ जस्ट इन अप गरेर आएको छौँ। मिन्स एउटा भिजुअल इन्टरेक्सन देखाउनको लागि, मोरओभर इन्ट्रेस्टिङ गराउनको लागि। यो चाहिँ हाम्रो एभरेस्ट बेस क्याम्पको रुट हो बेसिकल्ली होइन। यो रुट चाहिँ यहाँ प्रोभाइड गरेको छ। त्यसपछि हाम्रो चाहिँ यहाँ लेयरहरू छ। स्ट्रिट लेयरमा चाहिँ हाम्रो यो स्ट्रिटको लेयरहरू देखिनुभयो, सेटेलाइट लेयरमा सेटेलाइट जस्तो देखिनुभयो, टेरेनमा यस्तो, अनि डार्कमा चाहिँ यस्तो देखिनुभयो। अब हामी चाहिँ बेसिकली स्ट्रिट लेयर चाहिँ हाम्रो पर्सनल फेभरेट हो। सो स्ट्रिट मोडमै काम गरौँ। हाम्रो मेजरली यहाँ के गर्न मिल्छ, टुल्सहरू चाहिँ के प्रोभाइड गरेको छौँ भन्दाखेरि चाहिँ हामी यहाँ रुटमा हिँडिरहेको बेलामा चाहिँ आफैले ट्र्याकिङ गर्नु पर्यो। हाम्रो मेजर लोकेसन कता छ भनेर थाहा पाउनु पर्यो भने चाहिँ हामीले युज माई लोकेसन गऱ्यो भने चाहिँ हाम्रो लोकेसन चाहिँ रियल टाइम बेसिसमा हामी कहाँ छौँ भनेर देखिन्छ। अहिले चाहिँ हामी धुलिखेलबाट रेकर्ड गरिरहेको छौँ भिडियो। सो हामी चाहिँ अहिले धुलिखेलमा यहाँ रेड पोइन्ट भयो। यसरी नै अब ट्रेकमा जाँदाखेरि चाहिँ हामीले ट्रेककै रुटमा चाहिँ हाम्रो यसमा भ्यू पोइन्टहरू चाहिँ देखिन्छ, हाम्रो पोइन्ट चाहिँ कता छ भनेर। अनि हाम्रो चाहिँ के हुन्छ भन्दा कहिलेकाहीँ क्युरियोसिटी हुन्छ, मानौँ यहाँ हामी लुक्ला, हामीले अब यहाँ होभर इन गऱ्यौँ भने चाहिँ यहाँ लुक्लाको डिस्क्रिप्सनहरू आयो। हामीले चाहिँ यहाँ मात्र जस्ट गऱ्यौँ भने चाहिँ लुक्ला आयो। हाम्रो रुटमा चाहिँ के पर्छ, अब यतापट्टि चाहिँ के छ, यसमा चाहिँ तेङबोचे भनेर लजेस फुड चार्जिङहरूको कुराहरू छ, यसमा पनि देख्न पाइयो होइन। अनि त्यसपछि हाम्रो दिङबोचेहरू, यहाँ सबै कुराहरू यहाँ जस्ट हामीले होभरिङ गऱ्यौँ भने चाहिँ यहाँभित्र त्यसको डिटेलहरू र पिक्चरको ओभरभ्यू चाहिँ हामीले पाउने भयो। पिक्चरको पपिन्सहरू चाहिँ प्रोभाइड हुन्छ। अब हामीलाई चाहिँ के हुन्छ भन्दा कहिलेकाहीँ क्युरियोसिटी हुन्छ म्याप डिस्टेन्स चाहिँ कति छ भनेर। लुक्लादेखि तेङबोचेको म्याप डिस्टेन्स चाहिँ कति छ भनेर हाम्रो क्युरियोसिटी भयो भने चाहिँ हामीले जस्ट यहाँ गयौँ अनि यहाँबाट यहाँसम्म पुऱ्यायौँ भने चाहिँ हाम्रो जुन छ डिस्टेन्सको कुरामा चाहिँ हाम्रो यहाँपट्टि 15.66 किलोमिटर बिट्विन सेलेक्टेड म्याप पोइन्ट भनेर चाहिँ यहाँ डिस्प्ले भएको छ। यसले चाहिँ हामीलाई जेनरल ओभरभ्यू दिन्छ यतिको डिस्टेन्समा छ है भनेर होइन। अनि त्यसपछि अब चाहिँ हामी मेजरली चाहिँ यसमा ड्रप कोअर्डिनेट भयो, यसले चाहिँ उ गर्छ, इरेज गर्न मिल्छ। अनि हाम्रो मेजरली के हुन्छ भन्दाखेरि सबै हामीले इन्टिग्रेट गरेर हामीले सबै फिचरहरू लगायौँ भने चाहिँ पछि प्रिन्ट म्याप भ्यू गर्न पनि मिल्छ। हामीले चाहिँ म्याप भ्यूलाई पनि प्रिन्ट गरेर हार्ड कपी पनि लिएर हामी चाहिँ ट्रेकको लागि चाहिँ तयार हुन पनि सक्छौँ। अनि त्यसपछि चाहिँ अब हामीले चाहिँ एकपल्ट अब यो हेरौँ, एकपल्ट चाहिँ अब मेजर रुट गऱ्यौँ। अब एकपल्ट चाहिँ फाइन्ड नियरेस्ट फेसिलिटी गरौँ। यहाँबाट जस्ट यहाँ क्लिक गरौँ। अनि क्लिक गरिसकेपछि चाहिँ हाम्रो यहाँ बफर पोइन्टहरू यहीँ आफै नै जेनेरेट हुन्छ। अनि यसपछि अब हाम्रो के भयो भन्दाखेरि चाहिँ बफर पोइन्टहरू यहाँ जेनेरेट हुन्छ। अनि त्यसपछि यो बफरले गर्दाखेरि हाम्रो भिजुअलाइजेसन के हुने भयो भन्दाखेरि चाहिँ हाम्रो 4 किलोमिटरको बफरमा चाहिँ चेप्लुङ अनि यहाँपट्टि चाहिँ ठाउँहरू सुर्के भन्ने ठाउँहरू चाहिँ 4 किलोमिटरको रेडियसभित्र चाहिँ यो ठाउँहरू रहेछ भनेर चाहिँ हामीले भिजुअलाइजहरू पनि गर्न सक्छौँ। मेजरली यो पार्ट भयो। अब त्यसपछि रुट प्लानिङ एरिया पनि हामीले गर्न सक्छौँ। रुट प्लानिङ एरियामा चाहिँ बेसिकली हामीले चाहिँ युक्लिडियन डिस्टेन्स भन्ने युज गरेको छौँ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि ट्रेक जाने बेलामा हाम्रो ट्रेकको ट्रेल रुट त छँदैछ, प्लस हामीले चाहिँ मोरओभर त्यसको साइड वेजमा चाहिँ के छ त, अब ट्रेक गइरहेको बेलामा चाहिँ साइड वेजको खोलाहरू चाहिँ के छ भन्ने चाहिँ हामीले ट्र्याकिङ गर्न गाह्रो भइरहेको हुन्छ। त्यस्तो बेलामा चाहिँ हामीले यहाँ एउटा युक्लिडियन डिस्टेन्सको युज गरेर चाहिँ हामीले 2 किलोमिटरमा चाहिँ लगभग सेन्ट्रल पोइन्टबाट 2 किलोमिटरको हाराहारीमा चाहिँ के कस्तो फिचरहरू छ भन्ने चाहिँ प्रोभाइड गरेको छौँ। यो चाहिँ हाम्रो ट्रेलको पाथवे हो। त्यसपछि हामी साइडमा हिँड्दा हिँड्दै चाहिँ यहाँ चेप्लुङहरू आयो, ठाडोकोसी आयो, चुथावा आयो, फक्दिङ आयो। अब हामी यहाँ ट्रेकिङ गरेपछि त हामीले लेफ्ट साइडमा चाहिँ फक्दिङ छ भनेर चाहिँ हामीले भिजुअलाइज गर्न सक्छौँ नि त। सो त्यही भएर चाहिँ रुट प्लानिङको एरिया पनि यहाँ इन्टिग्रेट गरेका छौँ। हाम्रो रुट प्लानिङको एरिया यहाँ भयो। अब त्यसपछि चाहिँ हामीले चाहिँ ड्रप कोअर्डिनेट पोइन्ट पनि गर्नु मिल्छ। मानौँ हामी चाहिँ यो पोइन्टमा पुग्यौँ, हामी त पोइन्टमा पुगेको त यहाँबाट सेलेक्ट युज माई लोकेसनबाट हुन्छ। ड्रप कोअर्डिनेट भनेको चाहिँ हामीले चाहिँ अब यो ठाउँले ड्रप गर्नु पर्यो भने चाहिँ यसरी ड्रप कोअर्डिनेट गरेपछि यहाँ पिन कोअर्डिनेट, यसमा चाहिँ अब सोलुखुम्बु डिस्ट्रिक्टको, अब सोलुखुम्बु डिस्ट्रिक्टको प्रोभिन्स कोशी प्रोभिन्स भनेर देखायो। अनि यहाँ चाहिँ कोअर्डिनेट चाहिँ यहाँ डिस्प्ले भयो है। यसरी चाहिँ ड्रप कोअर्डिनेट पोइन्ट गऱ्यो भने चाहिँ हामीले कोअर्डिनेटहरू चाहिँ डिस्प्ले गराउन सक्छौँ। यो पार्ट भयो। अब चाहिँ हामीले के गरौँ भन्दाखेरि चाहिँ
एकपल्ट एट्रिब्युट एक्सप्लोररबाट चाहिँ ट्रेक स्टपहरू हेरौँ। ट्रेक स्टपहरू चाहिँ के छ है भनेर हेरौँ एकपल्ट। यहाँ चाहिँ अब ट्रेक स्टपहरू दुईवटा चाहिँ मेजर ट्रेक स्टपहरू चाहिँ डिस्प्ले भएको छ। यहाँ चाहिँ होभर इन गरौँ। नाम्चे बजार चाहिँ हाम्रो ट्रेक स्टप रहेछ। हामी ट्रेक गर्दा गर्दै चाहिँ स्टपमा चाहिँ हामी नाम्चे बजारमा गएर चाहिँ रोकिँदो रहेछौँ भनेर चाहिँ हाम्रो यहाँ भिजुअल रिप्रेजेन्टेसन भयो। अनि यसमा चाहिँ अर्को ट्रेक स्टप चाहिँ हाम्रो गोरखसेप भन्ने ठाउँमा चाहिँ ट्रेक स्टप रहेछ भनेर चाहिँ हामीले यहाँ भिजुअलाइज गर्न सक्यौँ है। यो चाहिँ हामीले बेसिकली अहिले एभरेस्ट बेस क्याम्पको लेयरमा गरिरहेको छौँ। सो एभरेस्ट बेस क्याम्पको चाहिँ पोर्टलको भित्रको चाहिँ पपिनहरू भइरहेको छ। सेम चाहिँ अन्नपूर्ण मार्दीको लागि पनि सेम हुन्छ होइन। ट्रेक स्टपहरू भयो। अनि त्यसपछि अब लजेसहरू चाहिँ कुन कुन छ त भनेर चाहिँ हामीले यहाँ पनि एनालाइज गर्न सक्यौँ। लजहरूमा चाहिँ सुरुमा चाहिँ नाम्ची हिमालयन लज रहेछ। अनि त्यसमा चाहिँ अब प्राइजहरू पनि यहीँ डिस्प्ले भयो। 2000देखि 4500को प्राइजहरू, फुड वाइफाई हट सावर चार्जिङहरू चाहिँ यहाँ छ। अनि त्यसपछि यहाँ 2000देखि 3500 फुड बेकरी चार्जिङहरू चाहिँ यहाँ प्रोभाइड हुन्छ भनेर चाहिँ यहाँ डिस्प्लेहरू जस इन्टरेक्टिभ रूपमा ओभर गरेर चाहिँ हामीले डिस्प्लेहरू देख्न सक्यौँ। योहरू भयो। अब लजेसलाई पनि अफ गर्दाखेरि अट्र्याक्सन पनि हेरौँ। अट्र्याक्सन मेजर पोइन्टमा चाहिँ हाम्रो यहाँ टेङबोचेहरू, त्यसपछि यहाँहरू डिस्प्ले भयो। एभरेस्ट बेस क्याम्पहरू डिस्प्ले भयो होइन। त्यसपछि अब भ्यू पोइन्ट्सहरू कुन कुन छ त, भ्यू पोइन्ट्सहरू पनि हेर्न मिल्यो यहाँबाट अट्र्याक्सन अफ गरेर। भ्यू पोइन्टहरूमा चाहिँ यहाँबाट यस्तो गरेपछि चाहिँ काला पत्थर भ्यू पोइन्ट चाहिँ हाम्रो रुट वेमा पर्दो रहेछ। अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दा हामी टुरिज्म एजेन्सी भइसकेपछि हामीले लगभग टुरिस्टहरूलाई चाहिँ प्रमिस गरेको ठाउँहरू चाहिँ सबै ठाउँमा पुगुन् भन्ने हुन्छ नि त। त्यही अनुसार चाहिँ गाइडले कहिलेकाहीँ काम नगरिदिन सक्छ। यस्तो वेमा चाहिँ टुरिस्टहरू आफैले चाहिँ रेज क्वेसन गर्न सक्यो भन्नाले भ्यू पोइन्टहरू यस्तो पनि छ है बाटोमा भनेर चाहिँ पहिले प्रि एनालाइसिस गरेर चाहिँ यो भ्यू पोइन्टमा पनि पुग्नुपर्छ भन्ने कुराहरूलाई चाहिँ हामीले हेर्न सक्न पनि सकियो होइन। यो कुराहरू भयो। अब त्यसपछि चाहिँ यहाँ इमर्जेन्सीको पोर्सनहरू छ, चेक पोइन्ट्सको पोर्सनहरू छ। चेक पोइन्ट्सहरू कुन कुन ठाउँमा छ त, हामीले चेक इनहरू कुन कुन ठाउँमा गर्नुपर्छ। सगरमाथा पर्मिट डेस्क छ यहाँ साइडमा। सगरमाथामा गएर चाहिँ चेक इन पर्मिट डेस्कमा गएर चाहिँ पर्मिट लिन पर्यो भन्ने कुराहरू चाहिँ हाम्रो सबै कुराहरू यहाँ डिस्प्ले हुन्छ। अनि अघिदेखि चाहिँ मैले चाहिँ यहाँ अब चेक पोइन्ट्स गरेँ, चेक पोइन्ट पब्लिस भयो। मैले यहाँ जस्ट क्लिक गरेँ भने यो चेक पोइन्ट्सहरू यहाँबाट हराउँछ। हामीले चाहिँ अर्को चाहिँ यहाँ टुगल अप्सनको पनि युज गर्न पाइन्छ। यहाँ हामीले चाहिँ भ्यू पोइन्ट्स भनेर चाहिँ हामीले दिइरहेको छौँ टिक। अब भ्यू पोइन्ट्स अफ गऱ्यौँ भने चाहिँ यहाँ भ्यू पोइन्ट्सहरू चाहिँ अघि देखाएको भ्यू पोइन्ट्सहरू चाहिँ यहाँबाट इरेडिकेट हुन्छ है। यसमा चाहिँ अब त्यो पोर्टलहरू छ। अनि रेस्ट क्याम्पहरूको कुरामा पनि कतिवटा रेस्ट क्याम्प छ त भनेर यी फुङकिटिङ्गा रेस्ट क्याम्पहरू, त्यसपछि यहाँ अर्को रेस्ट क्याम्प पनि होला। त्यसै रेस्ट क्याम्पहरू चाहिँ लगभग यहाँ ओभर इन गरेपछि हामीले सबै डिटेलहरू चाहिँ रेस्ट क्याम्पको पाउँछौँ। यहाँबाट अनक्लिक गऱ्यो भने त्यो रेस्ट क्याम्पहरू हामीलाई चाहिएको कुराहरू मात्रै यहाँबाट चाहिँ युज गर्न सकिन्छ। यो चाहिँ हामीले एट्रिब्युट एक्सप्लोररबाट स्पेसियल फिल्टर्सहरू गऱ्यौँ होइन। अनि त्यसपछि ट्रेकिङ प्याकेजेसहरू चाहिँ यहाँ चेन्ज गर्न सक्छौँ। अब यसमा चाहिँ इमर्जेन्सीहरूको कुरामा मेजर कुराहरू, इमर्जेन्सीको कुरामा चाहिँ हाम्रो इमर्जेन्सी भइहाल्यो मानौँ, इमर्जेन्सी पर्यो, हस्पिटल हामीलाई कता छ आइडिया भएन, तर यहाँ चाहिँ इमर्जेन्सी हिमालयन रेस्क्यु भनेर पनि म्यापमा इन्डिकेट गरिसकेको छौँ। यसले गर्दाखेरि चाहिँ हाम्रो टुरको ट्रेक वेमा चाहिँ हिमालयन रेस्क्यु क्लिनिक चाहिँ बाटोमा पर्दो रहेछ। यसमा सर्भिसेसहरू चाहिँ अल्टिट्युड हुँदाखेरि एसेसमेन्टहरू गर्ने, इभ्याकुएसन कोअर्डिनेसन भनेको चाहिँ हाम्रो केही भइहाल्यो भने पनि इभ्याकुएसन गर्नको लागि चाहिँ यो हिमालयन रेस्क्यु क्लिनिकबाट टिमहरू चाहिँ आउनुहुन्छ भनेर चाहिँ यहाँबाट पनि हामीले भिजुलाइजेसनहरू गर्न सक्छौँ। त्यसपछि चाहिँ हाम्रो स्पेसल कुराहरूमा अब लगभग यहाँ एट्रिब्युट एक्सप्लोररहरूको कुराबाट एट्रिब्युट स्पेसल फिल्टरहरू गर्न सक्यौँ। स्पेसल टुल्सहरूको युज गरेर चाहिँ बफर एनालाइसिसदेखि लिएर नियरेस्ट फिल्डदेखि लिएर रुट प्लानिङ एरिया चाहिँ गर्न सक्यौँ होइन। अब मेजरली चाहिँ यो पार्टहरू छ ट्रेकिङ प्याकेजेसहरू। त्यसपछि यहाँबाट सेलेक्ट गर्न सक्यो एट्रिब्युटबाट। अब हाम्रो एकपल्ट चाहिँ तलपट्टि टुगल इन गर्ने हाम्रो अप्सनहरू, टुगल इन्फर्मेसनहरू चाहिँ के छ। हामीले चाहिँ अब मेजर यहाँ चाहिँ यो रिस्की जोन्सहरू पनि राखेको छौँ। मिन्स अब हाम्रो ट्रेक गर्दा गर्दै 10जनाको टिम छौँ। 10जनाको टिम मध्येमा 2जना चाहिँ अलिकति फरवर्ड भएर अगाडि जानुभयो, तर उहाँहरूलाई चाहिँ अलिक रिस्की जोनहरूको त आइडिया हुँदैन, जसले गर्दाखेरि फेरि ट्रेकिङलाई अलिकति रिस्की बनाउन जान्छ। सो त्यस्तो बेलामा चाहिँ हामीले यहीँ नै जोनहरू राखेको छौँ। मानौँ यो जोनमा पुगेपछि चाहिँ यहाँबाट हामीले ड्रप लोकेसन गरेपछि हामीले आफैले भिजुअलाइज गर्न सक्छौँ कि यो ट्राइङ्गलवाला जोन चाहिँ हाम्रो एकदम रिस्की जोन हो। यसमा चाहिँ वेदर र गाइडको एडभाइस कम्पलसरी छ। सो हामीले चाहिँ यति बेला चाहिँ रेस्ट गर्नको लागि गाइडहरू नआएसम्म चाहिँ हामीले यो जोनमा पुग्नुभन्दा अगाडि चाहिँ हामीले प्लानहरू चाहिँ यसमा रोक्न सक्छौँ। हामीले चाहिँ यसैमा इन्टरेक्टिभ वेमा चाहिँ क्याप्सन जोनहरू चाहिँ प्रोभाइड जियोस् जोनहरू प्रोभाइड गरिसकेपछि चाहिँ वेदर र गाइडको एडभाइसहरू नलिकन चाहिँ अगाडि जान सक्दैनौँ भनेर चाहिँ भिजुअलाइज गरेर चाहिँ हामी टुरिस्टहरू चाहिँ जियोस् अवेर हुन सक्छन् होइन। त्यो युज भएको छ।
त्यो राखेको छौँ। बेसिकली चाहिँ हाम्रो जेएस म्यापको पोर्टलमा चाहिँ अब अट्रिब्युट एक्सप्लोरर, स्पेसियल टुल्स अनि लेयर कन्ट्रोल र टुगल म्याप इन्फर्मेसन योहरू चाहिँ प्रोभाइड गरेको छौँ। अल्टिट्युड योहरूको बारेमा चाहिँ जानकारी अघि नै दिइसकेको छु मैले। सो यसमा चाहिँ अब मोर एक्सप्लोर गर्नको लागि चाहिँ यही हाम्रो जियो यात्रा डट तुसा डट कम डट एनपीमा गएर पनि तपाईँहरूले पनि एकपल्ट भिजिट गरेर हेर्न सक्नुहुन्छ। उम्, अब फाइनल्ली चाहिँ म अब मेजरली चाहिँ म यो वेबसाइटलाई चाहिँ कन्क्लुड गर्न चाहिँ हाम्रो बेसिक रूपमा चाहिँ यो वेबसाइटको मेजर डिमान्ड मेजर फ्याक्टर भनेको चाहिँ तिनवटा जुन पार्ट छ टुरिस्टको गाइडको र हाम्रो एडमिनको त्यो सबै तिनटै पार्टलाई चाहिँ हामीले मर्ज गराउनु हो। यो एउटा वेबसाइटले चाहिँ तिनटै रूपमा लगइन गर्न सकिन्छ। अहिले चाहिँ हामी एडमिनमा छौँ होइन, अघि नै सबै ड्यासबोर्डहरूको बारेमा सबै पोर्टलहरूको रूपमा चाहिँ डिस्क्राइब गरिसकेको छु। अब यसमा चाहिँ हामीले मोरओभर जिआइएस म्यापको इन्टिग्रेसन गरिसकेपछि चाहिँ यो चाहिँ अझ मोर फ्रुटफुल भएको छ, किनभने यसमा चाहिँ हरेक कुराहरूको इन्फर्मेसन स्पेसियल्ली लिँदै हामीले अट्रिब्युटको रूपमा पनि लिन्छौँ, डिस्क्रिप्टिभ रूपमा पनि लिन्छौँ, जसको कारणले गर्दाखेरि चाहिँ टुरिस्टहरू पनि मोर इङ्गेजिङ हुने र यो कुराहरू ट्र्याकिङ गर्न चाहिँ सजिलो हुन्छ। अनि त्यसपछि चाहिँ हामीले इनबिल्ट म्यासेजको कुराहरू पनि राखेका छौँ, जसले गर्दाखेरि चाहिँ हामीले म्यासेजहरू गर्न सक्छौँ। अनि त्यसपछि गाइडले चाहिँ आफ्नो पेमेन्टहरू कति भएको छ, कति कमाइ भएको छ भनेर पनि त्यहीँभित्र नै प्रोभाइड गरेको हुन्छौँ। त्यसपछि एडमिन पोर्टलबाट चाहिँ सबै कुरा ट्र्याक गर्न सक्छौँ। सो हामीले बनाएको वेबसाइट चाहिँ यही नै हो। यसमा चाहिँ अहिले एडमिन पोर्टलबाट ड्यासबोर्डबाट हामी क्रिएसनहरू सबै कुराहरू गर्न सक्छौँ। सो यति नै हो। थ्याङ्क यू अल। अब केही रिभ्यूहरू छ भने चाहिँ हामीले कमेन्ट बक्समा लेख्दा हुन्छ। थ्याङ्क यू सो मच।